रुकुम पश्चिमको सुन्दर भूगोलको काखमा अवस्थित सानीभेरी गाउँपालिका। प्राकृतिक सम्पदाले भरिपूर्ण यो भूमि आज शिक्षाको उज्यालोले पनि चम्किरहेको छ। सानीभेरी नदीको अविरल बहाव जस्तै यहाँको शैक्षिक यात्रा पनि निरन्तर अगाडि बढिरहेको छ। एक समय भौतिक पूर्वाधारको अभाव, सीमित स्रोत साधन र प्राकृतिक विपत्तिका चुनौतीसँग जुधिरहेको यस क्षेत्रले आज शिक्षामा उल्लेखनीय परिवर्तनको इतिहास रचिरहेको छ। स्थानीय सरकार गठन भएपछि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै सानीभेरी गाउँपालिकाले विद्यालय पूर्वाधार विकास, शैक्षिक गुणस्तर सुधार, प्रविधि मैत्री शिक्षण तथा समावेशी शैक्षिक वातावरण निर्माणमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। पालिकाले चाहिँ हाम्रो विद्यालय बनाइदिएको छ, ठुलो भवनहरू बनाइदिएको छ र हाम्रो शौचालयहरू पनि भत्किएको कारणले हाम्रो शौचालय पनि बनाइदिएको छ र हाम्रो त्यो पूर्ण रूपले चलिरहेको छ र हाम्रो कम्प्युटरहरू पनि त्यतिखेरको कारणले बिग्रिएको कारणले अहिले चाहिँ त्यो पनि सुधार भइरहेको छ र हामीलाई सरहरू पनि पूर्ण रूपमा हुनुहुन्छ र पालिकाले चाहिँ सरहरूलाई कसरी पढाउने, विद्यार्थीहरूलाई कसरी सिकाउने भनेर तालिम पनि दिएको छ। त्यही कारणले चाहिँ हाम्रो विद्यालयमा सरहरूले राम्रोसँग पढाइदिनु भएको छ, शिक्षा पनि राम्ररी चलिरहेको छ र हामीलाई नपुग भनेको चाहिँ पानी अलि आउँदैन थियो र लाइन लाग्ने ग्राउन्ड थिएन, त्यो पनि अब निर्माण हुँदैछ। धाराको लागि पानी पनि आउँदैछ, आजकल 2-3 दिन भयो चलिरहेको छ। हामीलाई पानी पनि पूर्ण रूपले पाइरहेका छौँ। शिक्षा कुनै पनि समाजको समृद्धिको आधार हो। यही विश्वासका साथ सानीभेरी गाउँपालिकाले प्रत्येक वर्ष शैक्षिक क्यालेन्डर निर्माण गरी सोही अनुरूप सम्पूर्ण शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। सानीभेरी गाउँपालिका रुकुम पश्चिमले विगत स्थानीय तह भएदेखि नै शिक्षालाई पहिलो प्राथमिकता दिएर अगाडि बढिराखेको छ। यसै सन्दर्भमा हामीले विशेष गरी शैक्षिक सत्र 2082 देखि विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्छ भन्ने मनसायले हामी अगाडि बढिराखेका छौँ र शैक्षिक सत्र 2082 देखि नै हामीले विद्यार्थीको सिकाइ उपलब्धिमा वृद्धि गर्नुपर्छ र शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुपर्छ भन्ने मनसायले हामी अगाडि बढिराखेका छौँ। यसै सन्दर्भमा हामीले शैक्षिक सत्र 2082 भरिमा 82 को सुरुदेखि नै हामीले सम्पूर्ण विद्यालयका प्रहरुसँग कार्य सम्पादन सम्झौता गर्यौं र हाम्रो त्यो कार्य सम्पादन सम्झौताको मुख्य उद्देश्य भनेकै के थियो भन्दा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने र सानीभेरी गाउँपालिकाको शिक्षाको स्तरलाई र शिक्षाको विकासलाई माथि बढाउने भन्ने उद्देश्य थियो र यसै सन्दर्भमा हामीले सानीभेरी गाउँपालिकामा विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गर्यौं र हामीले शैक्षिक सत्र 2083 को सुरुमा आइपुग्दा हामीले गाउँपालिका भरिका सबै विषयका शिक्षकहरूलाई विषयगत तालिम दिइसकेका छौं। यसको उद्देश्य भनेको शिक्षकहरूमा विषयगत दक्षता बढाउने भन्ने नै हो। त्यसै सन्दर्भमा हामीले सबै विषयका शिक्षकहरूलाई विषयगत शिक्षक तालिम दिइसकेपछि शिक्षाको गुणस्तर कसरी सुधार गर्न सकिन्छ भनेर हामीले सबै विद्यालयका प्रहरुको क्षमता विकास तालिम पनि हामीले सम्पन्न गर्यौं र अहिलेको स्थितिमा आइपुग्दा हामीले विद्यालयमा सूचना तथा सञ्चार प्रविधिलाई उच्च प्राथमिकताका साथ प्रयोग गर्नको लागि हामीले धेरै जसो भनेको सबै विद्यालयको आईसीटी हेर्ने शिक्षकहरूको लागि हामीले सूचना तथा सञ्चार प्रविधि सम्बन्धी तालिम पनि दिएका छौं र अहिले हामीले शैक्षिक सत्रको 2083 को जेठ महिनासम्म हामीले गाउँपालिका भरिका 42 वटै विद्यालयहरूमा आईसीटी का सामग्रीहरू हामीले उपलब्ध गराएका छौं भने भर्खर मात्रै हामीले
हाम्रो माविका सबै 13वटा माध्यमिक विद्यालयहरूमा विज्ञान प्रयोगशालाका सामग्रीहरू पनि हामीले उपलब्ध गरायौँ। यसको उद्देश्य के हो भन्दा हामीले विज्ञान शिक्षणलाई पनि प्रभावकारी बनाउनुपर्छ भन्ने उद्देश्य रहेको छ र हामीले यस सँगसँगै हरेक वडाबाट एउटा माविलाई हामीले एउटा नमुना बाल विकास केन्द्रको रूपमा विकास गरेका छौँ भने बाँकी सबै विद्यालय र बाल विकास केन्द्रहरूमा हामीले बाल विकास केन्द्र व्यवस्थापनको लागि हामीले आवश्यक सामग्रीहरू पनि उपलब्ध गराएका छौँ। यसरी हामीले सानीबेरी गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार गर्नको लागि विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गरेर अगाडि बढिराखेका छौँ। गाउँपालिकाभित्र हाल 43वटा सामुदायिक विद्यालय र 1वटा संस्थागत विद्यालयमा करिब 7500 जना विद्यार्थीहरूले अध्ययन गरिरहेका छन्। त्यसैगरी पालिकामा सबै तहका गरेर 89 जना स्थायी शिक्षक, 63 जना राहत शिक्षक, 31 जना सङ्घीय शिक्षक अनुदान, 82 जना गाउँपालिकाका करार शिक्षक तथा सबै विद्यालयमा विद्यालय कर्मचारी र सहयोगीहरू सेवामा समर्पित छन्। गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार र दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ गाउँपालिकाले निरन्तर लगानी बढाउँदै आएको छ भन्नुहुन्छ सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्ख बहादुर बिष्ट। सानीभेरी गाउँपालिकाले खास गरी विकास निर्माणको हकमा 5वटा विषयगत क्षेत्रहरूमा एकदम योजनाबद्ध ढङ्गले काम गरिरहेको छ। त्यसमा सामाजिक विकासतर्फको जो शिक्षामा हामीले निकै उल्लेखनीय काम गरेका छौँ। 2079 सालदेखि हामी निर्वाचित भएदेखि यसमा त खास गरी हामीले गाउँ शिक्षा ऐन नीतिगत रूपमा हामीले गाउँ शिक्षा ऐन निर्माणहरू गऱ्यौँ। दरबन्दी स्थानीय तहमा दरबन्दी मिलान सम्बन्धी कार्यविधि छ, त्यो कार्यविधिहरू निर्माण गऱ्यौँ। 5 वर्षको शिक्षा योजना पनि हामीले निर्माण गरेका छौँ। अनि त्यसपछि यो स्थानीय पाठ्यक्रम पनि हामीले निर्माण गरेका छौँ, लगायत थुप्रै केही कार्यविधिहरू हामीले बनाएका छौँ। त्यसका आधारमा गाउँपालिकाले चाहिँ काम गरिरहेको छ नीतिगत रूपमा। अर्को कुरा भौतिक पूर्वाधारमा पनि 2080 साल कार्तिक 17 गते भूकम्पले प्रायः सबै विद्यालयहरू भत्केका थिए। अब ती विद्यालयहरूमा अहिले हामी आएर झन्डै 3 वर्षमा हामीले सबै विद्यालयहरू पुनर्निर्माण गर्ने अन्तिम चरणमा छौँ। अब हामीले 15वटा विद्यालय बाहेक अरू सबै विद्यालयहरू पुनर्निर्माण गरेर 69वटा विद्यालय भवनहरू हामीले यो अवधिमा हामीले निर्माण गरेका छौँ। सँगसँगै त्यहाँ राम्रो शौचालयहरू पनि निर्माण गरेका छौँ, खानेपानी निर्माण गरेका छौँ, धेरै जस्ता घेरबारहरू निर्माण गरेका छौँ। त्यो सँगसँगै सबै विद्यालयहरूमा आइसिटी ल्याबहरू हामीले चाहिँ डिजिटल माध्यमबाट विद्यार्थीहरूले अध्यापन गर्ने कुराहरू पनि त्यहाँ पुर्याएका छौँ। बाल विकासको इसिटीहरूको दिनको कक्ष कोठाहरू व्यवस्थापनको काम गरेका छौँ। फर्निचरको व्यवस्थापन पनि हामीले त्यहाँ गरेका छौँ। अर्को विज्ञान प्रयोगशाला पनि हाम्रो विद्यालयमा 3वटा विद्यालय बाहेक अरू कोही विद्यालयमा थिएनन्। हामी आउँदाखेरि अहिले सबै 13वटा माविमा पनि हाम्रो विज्ञान प्रयोगशालाहरू पनि हामीले पुगिसकेका छन्। यसै गरेर अर्को त्यो चाहिँ धेरैवटा तालिमहरू चाहिँ खास गरेर हामीले सबै शिक्षकहरू गाउँपालिकामा चाहे स्थायी शिक्षक हुन् चाहे करार शिक्षक हुन् सबै शिक्षकहरूलाई हामीले तालिमहरू दिइसकेका छौँ। त्यो तालिम पनि विभिन्न विज्ञ ल्याएर हामीले तालिम दिएका छौँ। विभिन्न खालका चाहिँ मतलब उत्प्रेरणामूलक कार्यक्रमहरू शिक्षामा चाहिँ यो यस्ता अभिभावक त्यसपछि चाहिँ विद्यार्थी शिक्षकहरूको संयुक्त एउटा उत्प्रेरणाका कार्यक्रमहरू विज्ञहरू ल्याएर पनि हामीले त्यस्ता कार्यक्रमहरू गरेका छौँ। र विद्यालयमा ड्रप आउट किन हुन्छ त विद्यार्थीहरू के कारणले ड्रप आउट भइरहेछ, के कारणले पढ्दैनन्, त्यो कुरा पनि हामीले चाहिँ तपाईँको अध्ययन गरेर अब त्यही किसिमले चाहिँ योजना प्लानहरू बनाएर पनि हामी लागेका छौँ। बाल मैत्री कक्षा कोठाहरू कसरी निर्माण गर्ने, अपाङ्ग बच्चाहरूको चाहिँ कसरी पहुँच अभिवृद्धि गर्ने, अनि त्यसपछि यस्तै थुप्रै कामहरू चाहिँ हामीले चाहिँ विद्यालय क्षेत्रमा बनाउने काम गरेका छौँ। र यो अहिले पछिल्लो पटक हामीले सबै विद्यालयमा हरित विद्यालय कसरी निर्माण गरेर एउटा रमाइलो तरिकाले खाजा पनि चाहिँ तपाईँको मेनु बनाएर हामीले विद्यार्थीहरूलाई जङ्क फुड नखाने अनि भनेर पनि यो अभियान सञ्चालन गरेका छौँ। र यो सानीभेरी गाउँपालिकाले मलाई लाग्छ सानीभेरीको इतिहासमा धेरै पैसा लगानी गरेर शिक्षा क्षेत्रमा खास गरी करार शिक्षकहरू भर्ना गरेर पनि हामीले धेरै शिक्षण सिकाएका उपलब्धिहरू हामीले गरेका छौँ। र परीक्षालाई पनि हामीले व्यवस्थित गरेका छौँ, परीक्षा प्रणालीले पनि व्यवस्थित गरेका छौँ। अर्को कुरा मैले अन्त्यमा के भने
विद्यालय घटुवा प्लस चाहिँ तपाईँको यो कक्षा कोठाहरू मिलान घटुवा र प्लस कक्षा कोठाहरूको पनि हामीले चाहिँ के गरेका छौँ घटुवा प्लस समायोजनको कामहरू पनि केही प्रयासहरू हामीले गरेका थियौँ र यसो हेर्दाखेरि हामीले चाहिँ सबै धेरै कुराहरू चाहिँ तपाईँको गर्ने प्रयास त गरेका छौँ तैपनि हामीले जे स्रोत साधन छ त्यो इमान्दारीपूर्वक चाहिँ तपाईँ विद्यालय शिक्षा क्षेत्रमा लगानी गरेर अहिले तपाईँ जानुभयो भने सानो 1 देखि 5 सम्मका विद्यार्थीहरू यो चाहिँ 4 वर्षमा यो 1 देखि 5 सम्म विद्यार्थी जानु भने निकै राम्रो विद्यार्थी हामीले पाउँछौँ र त्यो अङ्ग्रेजी माध्यमबाट पनि हामीले चाहिँ सिकाइ सुरुवात गरेका छौँ तल्लो क्लासमा। 2080 कार्तिक 17 गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पले अधिकांश विद्यालय भवनहरू क्षतिग्रस्त बनायो। तर चुनौतीलाई अवसरमा बदल्दै सानीभेरी गाउँपालिकाले विद्यालय पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखी विद्यालयहरूको भौतिक संरचना निर्माणमा लाग्यो। आज धेरै विद्यालयहरू आधुनिक, सुरक्षित र बालमैत्री भवनमा रूपान्तरण भएका छन्। केही भवनहरू सम्पन्न भइसकेका छन् भने केही निर्माणको अन्तिम चरणमा छन्। यस अभियानमा एसियाली विकास बैंक, सिद्धार्थ बैंक, युनिसेफ, युएनडीपी लगायतका थुप्रै साझेदार सङ्घ संस्थाहरूले महत्त्वपूर्ण सहयोग पुर्याएका छन्। विद्यालय भवनमा मात्र होइन, खेल मैदान, खानेपानी, शौचालय, घेराबार तथा सिकाइ मैत्री वातावरण निर्माणमा समेत उल्लेखनीय लगानी गरिएको छ। हामीले शिक्षा क्षेत्रमा केही नयाँपन देखाउनुपर्छ, नयाँ काम गर्नुपर्छ, भोलि आउने पुस्तालाई राम्रो बनाउनुपर्छ, बलियो बनाउनुपर्छ भन्ने उद्देश्य राखेर त्यो साझा कन्सेप्टका साथ हामी अगाडि बढिराखेका कुरो यहाँहरू सबैलाई थाहै छ हैन। शिक्षालाई हामीले बलियो बनाउनुपर्छ, खास गरी भौतिक संरचना सँगसँगै शैक्षिक गुणस्तरलाई पनि अगाडि बढाउनुपर्छ भन्ने उद्देश्य राखेर हामीले विभिन्न क्रियाकलापहरू, विभिन्न कामहरू गर्दै आइराखेका छौँ। जस्तो शिक्षकहरूलाई तालिम र विद्यालयमा शैक्षिक सामग्री वितरण लगायतका कामहरू हामीले यो आर्थिक वर्षमा मात्रै होइन, हामीले आएदेखि आर्थिक वर्ष 79-80 देखि अहिलेसम्म आउँदाखेरि यो 4 वर्षको पिरियडमा हामीले बढी लगानी गरेका छौँ त शिक्षा क्षेत्रमा नै गरेका छौँ। हामीले शिक्षा क्षेत्रलाई कसरी शैक्षिक गुणस्तर कायम गर्न सकिन्छ भनेर नियमित विद्यालयमा अनुगमनका कुराहरू हुने भए हैन। तिनी कुराहरूलाई पनि बेला बेलामा हामीले सबै विद्यालयहरूलाई अनुगमन गरेका छौँ। अझ त यो 2080 साल कार्तिक 17 गतेको गएको भूकम्पले झन् हाम्रा सबै विद्यालयहरूलाई छेदविच्छेद पारेको थियो, भवनहरू अस्तव्यस्त भए हैन। अहिले कर्मशः ती भवनहरूलाई पनि टिनको छानामुक्त विद्यालय बनाउने भनेर हामी लागि परेका छौँ। करिब करिब हाम्रो कार्यकालभरिमा हामीले हाम्रो विद्यालयहरूलाई टिनको छानामुक्त विद्यालय बनाउने हाम्रो लक्ष्य छ, त्यो उद्देश्य छ। त्यसरी हामी अगाडि बढिसकेका छौँ र भइसकेको पनि छन्। कतै 1-2 ठाउँमा मात्रै एउटा विद्यालय बाँकी छन्, अरू विद्यालयमा हामीले पक्की भवन निर्माण गरिसकेका छौँ। भने बाहिरी भौतिक संरचना मात्र राम्रो होइन कि भित्र अब शैक्षिक गुणस्तरलाई पनि कसरी अगाडि बढाउने भन्ने सवालमा हामीले अब नियमित कामहरू गरिराखेका छौँ शिक्षा शाखा मार्फत, अथवा हामीले पनि हाम्रो पालिकाको अध्यक्ष उपाध्यक्षको तर्फबाट पनि हामीले नियमित अनुगमन गर्ने कुरा हुन्छ, त्यो गरिराखेका छौँ। विद्यालय भवनहरू र विद्यार्थीलाई पनि त्यत्तिकै मात्रामा अन्य शैक्षिक गुणस्तरलाई कायम गर्नुपर्छ भन्ने उद्देश्य राखेर हामीले विद्यालय स्तरमा हुने हरेक क्रियाकलापहरूलाई हामीले त्यसरी व्यवस्थित बनाउने हाम्रो उद्देश्य थियो र भइराखेको छ। सिकाइ केवल कक्षा कोठाभित्र सीमित हुँदैन। विद्यालयको वातावरणले पनि विद्यार्थीको व्यक्तित्व निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दछ। सानीभेरीका विद्यालयहरूमा सफा, सुरक्षित र अनुशासित वातावरण निर्माण गरिएको छ। विद्यालयका भित्ताहरूमा अंकित प्रेरणादायी सन्देशहरूले विद्यार्थीहरूलाई सकारात्मक सोच र असल आचरणतर्फ प्रेरित गरिरहेका छन्। विद्याको देवी सरस्वतीको प्रतिमाले ज्ञान, अनुशासन र संस्कारको प्रतीकका रूपमा विद्यालय वातावरणलाई अझ गरिमामय बनाएको छ। यहाँ हाम्रो विद्यालय अलि पहिला हाम्रो अभिभावकले पैसा उठाएर, चन्दा उठाएर हामीले यो मावि स्कुल सञ्चालन गरेका थियौँ र अहिले हाम्रो स्थानीय सरकार सानीभेरी गाउँपालिकाले विशेष गरी हाम्रो विद्यालयमा गापाबाट शिक्षक अनुदान कोटाहरू आउने र हाम्रो विद्यालयको भौतिक संरचना, शौचालय,
विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब व्यवस्थापन गरिदिएको कारणले गर्दा हाम्रो विद्यालयलाई पनि केही नै थप भएको छ र पालिकाको सपोर्टले गर्दा हामीले यो अवस्थामा पुग्न सकेका छौँ र पालिकाले विशेष गरी 2079देखि नै अलिक बढी चाहिँ जोड भएको छ र हाम्रो भवनहरू पनि हाम्रो 16वटा भवन छ। प्रत्येक कक्षा कोठाहरूमा हामीले व्यवस्थापन पक्की कोठाहरू छन्, व्यवस्थापन गरेका छौँ। हामीले विशेष गरी शिक्षक विद्यार्थी अभिभावकको सम्बन्ध सुधार बनाउनको लागि बिहान प्रार्थनाको समयमा क्लास सुरु हुँदा अगाडि प्रत्येक विद्यार्थीलाई पढाइ कस्तो छ, म पढ्छु, म राम्रोसँग अध्ययन गर्छु, म अभिभावकले भने मान्छु, शिक्षकले भने मान्छु भनेर हामी प्रत्येकमा गोलापर्थ अब त्यो छानेर प्रत्येक दिन एकजना विद्यार्थीलाई अभिभावकसँग कुरा गर्न लगाउँछौँ हामी। एउटा त्यो पनि नयाँ गरेका छौँ र म पढ्छु र यसो गर्छु भनेर प्रतिबद्धता जस्तो बिहान कक्षामा आउनु बित्तिकै अभिभावकलाई फोन गर्ने एउटा हेलो अभिभावक त्यो कार्यक्रम गराएको छौँ अहिले यो सालदेखि। र हामीले 2-3 वर्ष अगाडिदेखि शिक्षक विद्यार्थी अभिभावक सम्बन्ध सुधारको लागि विद्यार्थी अब्सेन्ट भयो भने किन विद्यार्थी अब्सेन्ट हुनुभयो भनेर उहाँलाई चाहिँ घरमा फोन गर्ने, के समस्या छ, कस्तो छ भनेर त्यो कुरालाई हामी अध्ययन गर्छौँ र थप शिक्षण सहयोगको लागि सुधार गर्छौँ। र हामी अब लगतै कमजोर विद्यार्थीसँग परख कार्यक्रम भन्ने सञ्चालन गर्दैछौँ, जो कि हाम्रो कमजोर भएका विद्यार्थीहरूलाई र विशेष गरी प्रत्येक टोलमा भूगोलमा नछुट्ने गरी उहाँहरूको घरमा कस्तो पढाइ छ, के समस्या छ, घरको अवस्था के छ, सबै कुरा अध्ययन गरेर पर र विद्यार्थीसँगको सम्बन्ध सुधार गराउन लागि र शैक्षिक गुणस्तरलाई अभिवृद्धि गराउन लागि सम्बन्ध सुधारको लागि पनि हामी त्यो कार्यक्रम लगतै सुरु गर्दैछौँ। समयसँगै शिक्षण सिकाइका विधिहरू पनि परिवर्तन भइरहेका छन्। सानीभेरी गाउँपालिकाले सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई विद्यालय स्तरसम्म विकास गरेको छ। आज धेरै विद्यालयहरूमा कम्प्युटर, ल्यापटप, प्रिन्टर, डिजिटल हाजिरी लगायतका सामग्री उपलब्ध गराइएको छ। शिक्षकहरूले आधुनिक प्रविधिको प्रयोग गर्दै शिक्षणलाई अझ प्रभावकारी, रुचिकर र सहभागितामूलक बनाएका छन्। डिजिटल प्रविधिको प्रयोगले विद्यार्थीहरूलाई 21औं शताब्दीका आवश्यक सिपहरू हासिल गर्न सहयोग पुर्याइरहेको छ। बालबालिकाको सिकाइको जग प्रारम्भिक बाल विकासबाट सुरु हुन्छ। सानीभेरी गाउँपालिकाले बाल विकास केन्द्रहरूलाई थप प्रभावकारी बनाउन आवश्यक शैक्षिक सामग्री तथा बालमैत्री वातावरणको व्यवस्था गरेको छ। खेल्दै, रमाउँदै र अनुभवबाट सिक्ने अवसरले बालबालिकामा सृजनशीलता, आत्मविश्वास र सामाजिक सिपको विकास गरिरहेको छ। सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक शिक्षालाई पनि उत्तिकै महत्त्व दिइएको छ। विद्यालयहरूमा विज्ञान प्रयोगशालाको व्यवस्थाले विद्यार्थीहरूलाई प्रत्यक्ष प्रयोग मार्फत सिक्ने अवसर प्रदान गरेको छ। कम्प्युटर शिक्षाले डिजिटल साक्षरता बढाएको छ भने पुस्तकालयहरूले अध्ययन संस्कृतिलाई बलियो बनाएका छन्। ज्ञानको खोजीलाई निरन्तरता दिने यस्ता संरचनाहरूले विद्यार्थीलाई प्रतिस्पर्धी र सक्षम नागरिक बन्न प्रेरित गरिरहेका छन्। गुणस्तरीय शिक्षाको आधार दक्ष शिक्षक हुन्। यसै उद्देश्यका साथ गाउँपालिकाले विषयगत शिक्षकहरूलाई विषय विज्ञहरूबाट नियमित तालिमको व्यवस्था गर्दै आएको छ। प्रधानाध्यापकहरूको नियमित बैठक, विद्यालय अनुगमन, शैक्षिक समीक्षा तथा कार्य सम्पादन सम्झौताले विद्यालय व्यवस्थापनलाई थप जिम्मेवार र परिणाममुखी बनाएको छ। विद्यालयमा हुने नियमित स्टाफ बैठकहरूले शिक्षण सिकाइ सुधारका लागि साझा योजना निर्माण गरिरहेका छन्। शिक्षा केवल पाठ्यपुस्तकमा सीमित छैन, खेलकुद, कला, संस्कृति र नेतृत्व विकास पनि शिक्षाका महत्त्वपूर्ण पक्ष हुन्। सानीभेरीका विद्यालयहरूमा नियमित खेलकुद, वक्तृत्व कला, सांस्कृतिक कार्यक्रम तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन हुँदै आएका छन्। राष्ट्रपति रनिङ सिल प्रतियोगितामा विद्यार्थीहरूको अनुशासित मार्चपास्ट र उत्कृष्ट प्रदर्शनले गाउँपालिकाको गौरव बढाएको छ। स्थानीय संस्कृति र मौलिक मयूर नाचको संरक्षण तथा प्रवर्धनमा विद्यालयहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। रोजगारमुखी शिक्षालाई प्राथमिकतामा राख्दै गाउँपालिकाले प्राविधिक शिक्षाको विस्तारमा जोड दिएको छ। पशु विज्ञान लगायतका प्राविधिक विषय अध्ययन गरिरहेका विद्यार्थीहरूले सिपमूलक शिक्षा प्राप्त गरिरहेका छन्। त्यसैगरी आर्थिक अवस्था कमजोर तर जिहनदार विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरिएको छ। एमबीबीएस अध्ययनका लागि प्रदान गरिएको छात्रवृत्ति कार्यक्रमले विद्यार्थीहरूको भविष्य उज्यालो बनाउने विश्वास लिइएको छ।
विद्यालयको सफलतामा समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ। विद्यालय व्यवस्थापन समितिहरूले नियमित अनुगमन, बैठक तथा योजना निर्माण मार्फत विद्यालय विकासमा सक्रिय योगदान दिइरहेका छन्। अभिभावक, शिक्षक र समुदाय बीचको सहकार्यले विद्यालयप्रतिको विश्वास र उत्तरदायित्वलाई थप बलियो बनाएको छ। सानीभेरी गाउँपालिकाले विद्यालयहरूको शैक्षिक तथा भौतिक पक्षमा उल्लेखनीय योगदान पुर्याएको छ भन्नुहुन्छ सानीभेरी गाउँपालिकाको जेठो विद्यालय राप्ती ज्ञानोदय माविका प्रधानाध्यापक चन्द्रबहादुर परियार। हाल यो सानीभेरी गाउँपालिकाले शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको मैले महसुस गरेको छु। विद्यालयको व्यवस्थापकीय, विद्यालयको चाहिँ शैक्षिक, विद्यालयको भौतिक र विद्यालयको सामाजिक पक्षलाई एउटा सारथीको रूपमा सानीभेरी गाउँपालिकाले कार्य गरिरहेको छ। अब विद्यालय क्षेत्रमा आवश्यक पर्ने विभिन्न खालका तालिमहरू, प्रारम्भिक बाल विकासदेखि अनि विषयगत तालिमहरू, प्रधानाध्यापक तालिमहरू, आइसिटी सम्बन्धी तालिमहरू, लेखाका तालिमहरूदेखि लगेर विद्यालयको समग्र विकासको लागि एउटा योजना निर्माण गरेर सानीभेरी गाउँपालिकाले कार्य गरिरहेको छ। र सँगै विद्यालयमा आवश्यक पर्ने विज्ञान प्रयोगशाला, आइसिटी ल्याबहरू, पुस्तकालय जस्ता कार्यहरू गरेर पनि र विद्यालयको अनुगमन मूल्याङ्कनका कार्यहरूलाई चाहिँ अगाडि बढाउँदै उल्लेखनीय कार्यक्रम गरेको छ। अनि त्यसपछि चाहिँ शिक्षक अनुदान र सबैभन्दा बढी विद्यार्थी सङ्ख्या र सबैभन्दा बढी शिक्षक दरबन्दीलाई यसले प्रशय दिइरहेको मैले महसुस गरेको छु। र सानीभेरी गाउँपालिकाले जुन शिक्षा क्षेत्रमा ठुलो लगानी गरेको छ त्यो साँच्चीकै यहाँका बासिन्दाहरू, यहाँका सरकारवाला, यहाँका शुभचिन्तकका लागि एकदमै कोसीढुङ्गा साबित भएको मैले महसुस गरेको छु। स्थानीय सरकार गठनपछि विशेष गरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर बिष्ट र उपाध्यक्ष कमला रोकाको नेतृत्वमा शैक्षिक क्षेत्रले नयाँ गति प्राप्त गरेको छ। यद्यपि दुर्गम भौगोलिक अवस्था, दक्ष जनशक्ति व्यवस्थापन, प्रविधिको विस्तार तथा गुणस्तरीय शिक्षाको निरन्तर सुधार जस्ता चुनौतीहरू अझै विद्यमान छन्। आगामी दिनहरूमा प्राविधिक शिक्षा विस्तार, डिजिटल विद्यालय अभियान, शिक्षक क्षमता विकास, बालमैत्री वातावरण तथा शैक्षिक गुणस्तर अभिवृद्धिलाई अझ प्राथमिकताका साथ अघि बढाइनेछ। शिक्षामा गरिएको लगानी भविष्यमा गरिएको लगानी हो। सानीभेरी गाउँपालिकाले थालेको यो शैक्षिक रूपान्तरणको यात्रा अझै जारी छ। आज रोपिएका ज्ञानका बिरुवाहरू भोलि समृद्ध समाजका विशाल वृक्ष बन्नेछन्। शिक्षा, सिप, संस्कार र अवसरको सङ्गम बनेको सानीभेरी गाउँपालिका आगामी वर्षहरूमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने विश्वासका साथ अघि बढिरहेको छ। ज्ञानको उज्यालोले समुन्नत भविष्यतर्फ उन्मुख सानीभेरीलाई हार्दिक शुभकामना।